Govindarai Entertainment. बलिहाङ भनेको चाहिँ अब हामी सानोबाट बलि राजाले पठाएको भनेर हामीले भनिआएको कुरो हो होइन। उहाँ बलिहाङ भनेको चाहिँ हाम्रो किराँतीहरूको महान राजा हुनुहुन्थ्यो। उहाँ महान राजाको चाहिँ पुनर्जन्मको अवसरमा मनाइने यो पर्वलाई चाहिँ बलिहाङ पर्व भनिन्छ है। स्पेसली यो लिम्बुवान भूमि तपाईँको नेपालको पूर्वी लिम्बुवान भूमिमा मनाइने एक महान चाड हो। लिम्बूहरूले मनाउने महान चाड हो यो चाहिँ। हामीले लाडी नाप्ने खेलेर यो चाहिँ मनाइने पर्व पनि हो है। अब यसरी नै हो, अब हामीले वर्षौनी एक दुसरामा खुसी साथ गर्ने है। अब दाजुभाइ भेटघाट गरेर यसरी हर्ष उल्लासको साथ मनाइरहेछौँ। नेपाली भूमिबाट टपक्क टिपेर हामीले यहाँ कर्मभूमिमा है आफूले सकेको भ्याएको टाइम म्यानेज गरेर हामीले यसरी वर्षौनी मनाइरहेछौँ है। स्पेसली म अब भन्ने त केही छैन है। सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। आज तपाईँहरूको उपस्थितिले यो कार्यक्रम सफल भयो छ है। अब त्यति भन्दै यहाँ आधिकारिक कार्यक्रम मैले चाहिँ विशेष गरी बच्चाहरूलाई चाहिँ समेट्ने गरेको छु।